कता हो मा है हजुर पछाडि छु म यतै आउनु के गर्न आउनु भयो यस्तो घाममा ए अब यो धनिया अलि छिपियो फाडेर नि आई बिउजमा थिएँ यो खनखान पारेर लगाइदिउँ कि भनेर ए के छ त नानी सन्चै छेस कति दुःख गरे यस्तो बुढेसकालमा के गर्ने त हातखुट्टा चलिँदैछन् अलिअलि गर्न परिहाल्यो ल आइजेस् ल हिँड्जाम माथि म चिया पकाएर खुवाउँछु बुहारी फेरि दिदी चिया आफै बनाउनु भयो त तपाईँले भित्र के गर्दै हो नि ल चिया दिदीले बनाएको चिया खान्नेस् दिदी त के हो बुहारीलाई मताएर राख्नु भएको क्या हो किन र कान्छी के भयो भारीतिर नि आफै गरिरहेको छ भान्सातिर नि आफै पस्याएको छ यदि चिया त बुहारीलाई बनाएर ल्याइदियो भने नि हुन्थ्यो नि त फेरि मताएर नराख्नु है दिदी बुहारीलाई दुःख पाउनु होला आफै पछि हातखुट्टा चलिन्जेलसम्म त अलिअलि गर्न परिहाल्यो हेर कान्छी यसो अराउनु सिकाउनु गर्नुपर्छ कि दिदी अराउँदै नअराएपछि त कहाँ गर्छ त नि काम यही बुढीले गर्छ भनेर छोडिदिन्छन् आफ्नो पाला आउँदा गरिहाल्छन् नि देखेर नि सिक्छन् हाम्रो दिदी नि आउज हो कि लाटी हो नि कुरै बुझ्दिनँ म यसो गर उसो गर भन्नुपर्छ कि दिदी नत्र भए मात्छन् खै यो कान्छी नि के भन्छ के भन्छ म त केही पनि गर्दिनँ दिदी छोडिदिन्छु म त सर्लक्कै आफै गर्छु सुरुबाटै चप्नुपर्छ कि दिदी नत्र भए मातिहाल्छन् नि हेर्नु त हाम्रो पालामा कति गाह्रो थियो कस्तो सासु खेपेर आयौँ आफूले सकिन्जेलसम्म आफूले सक्दो काम गर्नुपर्छ बुहारीलाई मात्रै सबै कुराको जिम्मेवारी दिँदा उसलाई पनि भार पर्छ नि अब नपाएको सुख कहिले पाउनु त हामीले मैले त दिदी आफ्नो मुठीमा राखेको छु बुहारीलाई यस्तरी हेर्दैछु पुग्छ आजसम्म दिदी आजसम्म मेरो अगाडि चुइक्क बोल्न सक्दिनँ त्यस्तो नै होइन कान्छी अराउने सिकाउने नि गर्नुपर्छ नजानेको कुरा यसो हो गर है पनि भन्नुपर्छ आफूले पनि गर्नुपर्छ बुहारीले आए भन्दैमा खुट्टा पसारेर बस्न त भएन नि जसरी नै हेर्दा कान्छी लास्टमा हामी थला पर्सी स्याहार्ने त उही बुहारी होइन अहिले तैँले चाहिँ मुठीमा राखेको छु कब्जामा राखेको छु भन्छस् तैँले यसरी अट्ठाको बुहारीले आफै सोच त तँलाई बुढेसकालमा थला परे बेला स्याहार्ली त उसले सम्झिन्छ नि त मलाई सासूले कति दुःख दिएको थियो बेला अहिले मैले गर्छु भनेर हामीले राम्रो गरे उसले पनि राम्रो गर्छ घर स्वर्ग बन्छ हामीले नराम्रो गरे उसले पनि नराम्रो गर्छ र घर त्यो नर्क बन्छ बिरुवा सारेर मात्र फलको आश गर्न हुन्न हेरकान्छी तैँले बिरुवा ल्याएर सारेर त्यसलाई मलजल गरिनस् गोडमेल गरिनस् भने त्यो बिरुवाले फल देला त सुकेर जान्छ कि जाँदैन त्यही बिरुवालाई चाहिँ तैँले ल्याएर सारेर बेला बेला पानी दिने जलमल गर्ने भने कति फल दिन्छ भन् त बुहारी पनि त्यस्तै हुन् आफूले ल्याएर स्याहार सम्भार गर्न जानियो भने उनीहरूले पनि हामीलाई बुढेसकालमा फल दिन्छन् जानिएन भने दुःख दिन्छन् ओहो दिदी मैले त ठुलो गल्ती गरेर रहेछु मैले त अहिलेको मात्रै हेरेछु पछिको त सोच्दै सोचिनँ